नमस्ते, म हुमाला र आज म यो भिडियोमा यो वाला मेकअप लुक गर्न सिकाउँछु। एकदमै सजिलो छ। आई मेकअपमा केही पनि हेभी छैन, सो एकदम सजिलो तरिकाले तपाईले रिक्रिएट गर्न सक्नुहुन्छ। सो अब सुरु गरौँ है त। मैले सुरुमा चाहिँ फाउन्डेसन लगाएर मजाले मेरो फेसमा ब्लेन्ड गरेँ। यो भन्दा अगाडि नै मैले मेरो स्किन प्रेप मजाले गरिसकेको थिएँ। सो मैले एकैचोटी फाउन्डेसनबाट स्टार्ट गरेँ अनि फाउन्डेसनलाई मजाले ब्लेन्ड गरिसके पछाडि म मेरो आँखामा कन्ट्याक्ट्स लगाउँदै छु। सुरुमै लगाउने थियो, मैले बिर्सेँ हैन। मलाई चाहिँ मेकअप स्टार्ट गर्नुभन्दा अगाडि नै लगाउने मन लाग्छ, किनकि कहिलेकाहीँ कन्ट्याक्ट्स लगाउँदाखेरि आँसु आउँछ नि त। सो त्यसले गर्दाखेरि मैले लगाएँ। कस्तो सजिलो तरिकाले लगाउन मिल्छ क्या, यसरी त्यो त्यसको आगोसँग एप्लिकेटर आउँछ। सो यो चाहिँ जस्ट फर किरा भन्ने ब्रान्डको एकदम राम्रो कलरमा छ। मलाई चाहिँ एकदमै यो ब्रान्डको मनपर्छ। बिजाउने ओर्ने पनि हुँदैन, एकदम राम्रो हुन्छ क्या यो चाहिँ। मैले लिङ्क राखिदिएको छु इन्स्टाग्राममा या त टिकटकमा, त्यहाँबाट लिन सक्नुहुन्छ लिन मन छ भने। अनि त्यस पछाडि म मेरो फेसको हाई पोइन्ट्सहरूमा कन्सिलर लगाउँदैछु। त्यसलाई मजाले एउटा ब्रसको हेल्पले ब्लेन्ड गर्छु। यो चाहिँ हाउस ल्याबको कन्सिलर ब्रस हो। यस्तो राम्रो छ नि, कस्तो राम्ररी ब्लेन्ड गर्छ क्या कन्सिलरलाई। अनि मैले मेरो ब्राउजमा चाहिँ एउटा ब्राउज जेल लगाएर मजाले त्यसलाई सेट गरेँ पहिला, अनि ग्याप भएको ठाउँमा चाहिँ म त्यसलाई फिल गर्छु। थोरै बुसी टाइपको आइब्रोज गर्दैछु। सो एकदम अचेल यो ट्रेन्डिङमा छ नि त। सो मलाई धेरै बुसी चाहिँ बनाउने मन लाग्दैन, तर यतिको चाहिँ मलाई एकदम राम्रो लाग्छ मेरो फेसमा। सो अनि त्यस पछाडि मैले अघि लगाएको कन्सिलरलाई ब्लेन्ड गर्छु, किनकि आँखाको मुनि चाहिँ मैले ब्लेन्ड गरेको थिइनँ नि त, किनकि थोरै सेट हुन दिएको थिएँ। त्यसले गर्दाखेरि कभरेज पनि राम्रो पाइन्छ अनि तपाईँको मजाले सेट भएको पनि हुन्छ क्या क्रिजहरूमा। अनि त्यसले गर्दाखेरि ब्लेन्ड गर्दाखेरि तपाईँको त्यो आई तल चाहिँ एकदम फ्ललेस देखिन्छ। अनि म सबै फेसलाई पुरै फेसलाई चाहिँ म पाउडरले सेट गर्छु, किनकि आज म क्रिम प्रडक्टहरू लाउँदै छैन। सो क्रिम नलाउने भएपछि चाहिँ म पुरै फेसलाई सेट गर्दैछु। अनि यस्तो मजाले मैले यो पाउडर लिएर मजाले मेरो पुरै फेसमा सेट गरेँ। अनि त्यस पछाडि मैले भिडियो रेकर्ड गर्दै थिएँ, मलाई थाहा थिएन क्या म गीतमा यति धेरै फ्लोमा म मेकअप गर्दै थिएँ भनेर। ओहो, मैले त बिर्सेछु क्या मैले भिडियो फिल्म गर्दैछु भनेर हैन। सो मलाई यो क्लिप पनि एड गर्न मन लाग्यो अनि मैले एड गरेको यसमा चाहिँ। अब म ब्राउन्ज गर्छु मेरो फेसमा। सो ब्राउन्जर यस्तो राम्रो, यो हाउस ल्याबको ब्राउन्जर लिएको थिएँ मैले। सो मलाई गिफ्ट आएको थियो हाउस ल्याबबाट। सो मैले यसलाई एज अ फर्स्ट टाइम युज गर्दै थिएँ। यस्तो फ्यान भयो नि, हेर्नुहोस् न कलर क्या क्युट छ, कस्तो कस्तो सफ्ट खालको ब्राउन्जर छ क्या यो। अनि कस्तो मजाले ब्लेन्ड भएको आफ्नो फेसमा पनि। सो मलाई एकदम मन पर्यो। डिफ्रेन्स देख्न सक्नुहुन्छ यताको र यताको, गर्दा र नगर्दा कतिको डिफ्रेन्स हुन्छ भन्ने कुरा यही भिडियोमा देखिहाल्नु भयो हैन। सो एकदम ब्राउन्जर चाहिँ तपाईँहरूले एप्लाई गर्नु होला, एकदम तपाईँको डिफ्रेन्स देखाउँछ क्या फेसलाई। सो अब म ब्लस एप्लाई गर्दैछु यो नार्सको। यस्तो राम्रो हाइलाइटर लाउनै पर्दैन क्या, यो लगाएपछि कस्तो राम्रो खालको एउटा सनकिस टाइपको ग्लो दिन्छ। अनि त्यस पछाडि अब म लगाउँदैछु, मेरो फेसलाई सेट गर्छु पहिला। सार्लोट टिल्बरीको सेटिङ स्प्रे लिएर मैले मजाले मजाले स्प्रे गरेँ। अनि अब म आई मेकअप गर्दैछु। एउटा ब्राउन कलर लिएर मेरो क्रिजमा मजाले एप्लाई गर्छु, त्यसलाई ब्लेन्ड गरेर पुरै सिमलेस त्यो आइसकेपछि ब्लेन्ड भइसकेपछि चाहिँ म त्यसमा आइलाइनर लगाउँछु। मैले चाहिँ निक्सको एपिक लाइनर लिएको छु। सो यसलाई लगाएर चाहिँ म अलिकति विङ बनाउँछु हैन, अगाडिपट्टि पनि गर्छु अनि पछाडि पनि मजाले यसलाई विङ बनाउँछु। आजको आई मेकअप यस्तो सिम्पल खालको छ नि, केही छैन क्या, हेभी केही पनि छैन। जस्ट ब्राउन कलरले ब्लेन्ड गरेको छु आफ्नो क्रिज एरियामा, अनि त्यस पछाडि लिडमा, अनि त्यस पछाडि आइलाइनर लगाएको छु। अनि तल चाहिँ मैले हल्का मेरो टप पनि ब्लू भएकोले गर्दाखेरि एउटा ब्ल्याक कलर लगाएँ, अनि त्यसमाथि ब्लू कलरको आई स्याडोले ड्याप गरेर अनि त्यसमा म ब्लेन्ड गर्छु मजाले। त्यसलाई पनि ब्लेन्ड गरिसकेपछि अर्को एउटा सी ग्रिन टाइपको कलर लिन्छु र थोरै त्यो लाइट थोरै तल लगाउँछु, ताकि हल्का त्यो ब्लेन्डेड लुक आओस् भनेर। एकदम राम्रो छ क्या यो। अनि मैले आइलाइनर लगाएँ ब्राउन कलरको, अनि त्यस पछाडि ग्लिटर लाउँछु म इनर कर्नरको त्यता तलपट्टि लोवर ल्यास लाइनतिर। अनि मैले मस्कारा लगाएर मेरो आई मेकअप कम्प्लिट गर्छु। अनि फल्स ल्यासेस लगाउँछु। यस्तो डिफ्रेन्स बनाउँछ नि यो फल्स ल्यासेसले, यस्तो मतलब लगाउन जान्यो भने चाहिँ केही छैन क्या यो लाउन, अनि यस्तो राम्रो पनि देखिन्छ हैन। सो मेरो लुक चाहिँ यो
कम्प्लिट भइसकेको छ। अब म लिपस्टिक लगाएर अनि मेरो आई मेकअप डन गर्छु। कस्तो राम्रो फ्ललेस मेकअप भएको छ क्या, हेभी केही पनि छैन यसमा होइन। सो एकदम सिम्पल खालको मेकअप, एकदम मलाई चाहिँ एकदमै मन परेको होइन। सो तपाईँहरूलाई नि यसो मेकअप गर्न मन छ भने चाहिँ यो मेकअप एकदम राम्रो छ, सिम्पल खालको। अनि त्यो तलको कलरमा मैले जे लगाएँ हो यसमा चाहिँ तपाईँहरूले आफ्नो हिसाबले कलर चुज गरेर अनि आफ्नो ड्रेसको हिसाबले म्याच गर्न पनि सक्नुहुन्छ। सिम्पल छ, सबै लुकमा जान्छ क्या यो मेकअप चाहिँ, एकदम राम्रो छ। र यो भिडियो मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला है त।